नमस्कार सबैजनालाई। म योग प्रशिक्षक श्रीधर आचार्य। आज हामी नकारात्मक विचार अथवा नेगेटिभ थट्स के हो, यो कसरी आउँछ र यो आयो भने त्यसलाई कसरी डिल गर्ने भन्ने बारेमा चर्चा गरौँ है त। पहिलो कुरा चाहिँ नेगेटिभ थट्स, नकारात्मक विचार सबैलाई नै आउँछ होइन। अब यसमा चाहिँ हामीले त्यसलाई स्वीकार गर्यो कि गरेनौँ, त्यसलाई एक्सेप्ट गर्यो कि गरेनौँ भन्ने कुरा हो। त्यो भएर वास्तवमा भनिएको छ कि थट्स न तिम्रो हो न मेरो हो। थट्स भनेको युनिभर्समा रहेको फ्रिक्वेन्सी जस्तै चलिरहेको हुन्छ थट्सहरू है। अनि तिमीले चाहिँ रेडियो कुन फ्रिक्वेन्सीमा ट्युन गर्यो, त्यो थट्स चाहिँ तिम्रोमा एट्र्याक्ट हुने हो। त्यही भएर थट्स यो आयो म त एकदम खराब रहेछु भनेर सोच्नु जरुरी छैन। किनभने थट्सहरू न तिम्रो हो न कसैको, यो यत्तिकै युनिभर्समा एउटा इनर्जी जस्तो चलिरहेको हुन्छ। अनि आफ्नो तिम्रो ट्युनिङ जस्तो हुन्छ, त्यस्तै थट्सलाई तिमी एट्र्याक्ट गर्छौ र त्यो तिम्रो दिमागमा बज्न थाल्छ। जसरी हरेक डिफ्रेन्ट फ्रिक्वेन्सी चेन्ज गरेपछि एफएम डिफ्रेन्ट तरिकाले, रेडियो डिफ्रेन्ट तरिकाले, अर्को स्टेसन बज्छ नि, हो त्यस्तै हो। त्यही भएर अब नेगेटिभ थट्स त सबैलाई आउँछ भनेपछि के गर्ने त? नेगेटिभ थट्स आयो भने गर्ने के हो त? पहिलो चाहिँ मलाई नेगेटिभ थट्स आयो, म त खराब रहेछु भनेर सोच्नु भएन। नेगेटिभ थट्स तिमी होइनौ, पोजिटिभ थट्स पनि तिमी होइनौ। तिमी पहिला आफूलाई बुझ कि तिमी को हो भनेर। वास्तवमा तिमी, हामी सबैजना भनेको एउटा विशुद्ध लाइफ हो अथवा जीवन प्राणी हो। भनेपछि त्यो अरू सबै कुरा मध्ये चाहिँ लाइफ फोर्स नै सबसे भाइटल हुन्छ। अनि हाम्रो योगमा भनिएको छ कि हाम्रो 5 लेभलमा अस्तित्व छ। अन्नमय शरीर, अन्न खाएर बाँच्ने हुनाले त्यसलाई अन्नमय शरीर भन्यो, फिजिकल बडी। मनोमय शरीर, मानसिक शरीर। त्यसपछि प्राणमय शरीर, त्यसपछि विज्ञानमय शरीर, त्यसपछि हिरणमय शरीर। भनेपछि 5वटा शरीरको प्रकार रहेछ। भनेपछि हामीभित्र सबै छ। भनेपछि त्यो मध्ये चाहिँ यो जुन 5th डाइमेन्सन मैले हिरणमय, आनन्दमय कोष भने, त्यसले नै अरू चारवटालाई चाहिँ त्यसले धानेर हुन्छ। भनेपछि बेसमा अथवा कोरमा त्यो छ। भनेपछि हामी चाहिँ वास्तवमा त्यो हो। तर यो चारवटा चाहिँ हाम्रो त्यो बाहिरको त्यसको एउटा डाइमेन्सन मात्रै हो। भनेपछि 5 डाइमेन्सनमा मान्छेको एक्जिस्टेन्स हुन्छ, त्यो कुरा बुझ्नु पर्यो। त्यो थट्स भनेको एउटा लेभल मात्रै हो। त्यसमा थट्स नेगेटिभ आउँदैमा तिमी खराब हुँदैनौ। त्यसमा चाहिँ आफूलाई त्यो हिसाबले एउटा बचाउन सक्यो। अर्को कुरा के गर्न सकिन्छ भन्दाखेरि नेगेटिभ थट्स आएपछि तिमीले त्यसलाई स्वीकार नगर। मन जता जान्छ, थट्सहरू आउँछ, तिमी त्यसलाई हेर, न्युट्रल बसेर हेर। भनेको विदाउट एनी रिएक्सन त्यसलाई जस्ट तिमी वाच गर। न्युट्रल बसेर तिमी हेरेर भने एकछिनपछि त्यो आउँछ जान्छ। तर तिमी रिएक्ट गर्यो भने इट विल मल्टिप्लाई 1000 फोल्ड र तिमीलाई नै एकदम त्यसले कन्ट्रोल हुँदैन र तिमीलाई नै अब हुन्छ नि, अहिले भन्छ नि डिप्रेसन, एन्जाइटी र विभिन्न यो साइकोडेलिक डिजिजेस, साइकोलोजीले भनेको डिजिजप्रति चाहिँ लान्छ तिमीलाई। त्यही भएर मेन कुरा चाहिँ थट्स आयो नराम्रै, म खतम भएँ, त्यो सोच्नु भएन। मेन चाहिँ त्यसलाई हेर्ने विदाउट एनी रिएक्सन, नो रिएक्सन। जसरी तिम्रो घरमा पाहुना आउनुभयो भने तिमीले वास्ता गरेनौ, खासै वास्ता गरेनौ भने 2-3 दिनमा फर्किनुहुन्छ। एकदम धेरै वास्ता गऱ्यो भने चाहिँ अलि धेरै दिन बस्न सक्नुहुन्छ। त्यस्तै हो, नेगेटिभ थट्स पनि त्यस्तै हो। आउँछ जान्छ। तर तिमीले त्योसँग लड्नु भएन। तिमी त्यो इन्भिजिबल नेगेटिभ थट्ससँग, नेगेटिभ इनर्जीसँग लड्न सक्दैनौ। त्यसलाई जस्ट हेर, त्यसपछि आफै जान्छ। न्युट्रल भएर हेर, बिना रिएक्सन हेर, आनन्दले हेर्ने, त्यसपछि चाहिँ जान्छ। होइन भने चाहिँ अब लड्न खोज्यो भने चाहिँ बर्बाद हुन्छ। जस्तै पुराणमा एउटा कहानी छ। एकचोटि देवी महाकाली र राक्षसहरूको लडाइँ भइरहेको थियो। अनि शिवजीसँग वरदान पाएर त्यहाँ चाहिँ एउटा राक्षस आयो जसको नाम चाहिँ रक्तबीज थियो। उसलाई चाहिँ काटेर जतिवटा थोपा भुइँमा झर्छ त्यहाँबाट नयाँ राक्षस निस्किन्थ्यो। त्यसपछि अब
महाकाली र रक्तबीजको लडाइँ पर्न थाल्यो। त्यसपछि महाकालीले अब रक्तबीजलाई छ्यापछ्याप्ती काटेर धेरैचोटि काट्नुहुन्छ, जति काटे पनि जति उसको रगत चुइन्छ भुइँमा त्यहाँबाट नयाँ रक्तबीज निस्किन्थ्यो। त्यसो गर्दा गर्दै महाकालीलाई दिक्क लाग्यो, ओहो जति काटे पनि यो त हजारौँ निस्क्यो, झन् मलाई लड्नै गाह्रो भइसक्यो, कति मैले खुँडा प्रयास गर्ने भन्दा यस्तो हुँदा हुँदै चाहिँ महाकालीले के सोच्नुभयो, अब यसलाई यो रक्त बीजलाई भुइँमा झर्नै दिनु भएन भनेर त्यसपछि यो जति बाँकी थियो तिनीहरूलाई काटेर त्यसको रगत भुइँमा झर्न नपाउँदै त्यसलाई चाहिँ उहाँले आफ्नो जिब्रोले लामो जिब्रो निकालेर त्यसलाई चाटेर चाहिँ त्यसलाई आफूमा निलेर त्यसलाई डाइजेस्ट गरिदिनु भयो। भनेपछि त्यसो गरेपछि बल्ल रक्तबीज हारेको थियो। अब यो त भयो पुराणको कहानी। अब पुराण के हो होइन, अब त्यसको चाहिँ इन्डाइरेक्ट मिनिङ हुन्छ, त्यो हामी बुझौँ। यो रक्तबीज भनेको नेगेटिभ नकारात्मक विचार हो, नेगेटिभ थट्स। अनि जति हामी लड्छौँ रक्तबीजसँग त्यति चाहिँ यो इट विल मल्टिप्लाई 1000 फोल्ड, त्यही हो भन्न खोजेको। त्यही भएर यसलाई चाहिँ अब जसरी महाकालीले भुइँमा झर्न नदिकन चाट्नु भएको थियो, जसरी यसको हरेक थोपालाई, त्यसरी नै गर्नको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि थट्स आउँछ, जस्तो थट्स आए पनि त्यसलाई जस्ट अब्जर्भ गर्ने विदाउट एनी रिएक्सन, न्युट्रल भएर एकछिनपछि जान्छ। अनि जुन यो मनको लेभल हो त्योभन्दा माथि मैले भने विज्ञानमय कोष छ, त्यसमा विवेक छ। विवेक भनेको सही र गलत छुट्याउने। भनेपछि नेगेटिभ थट्स आयो भने तिमी सही र गलत छुट्याइदिऊ, राम्रो हो भने नराम्रो छ भने त्यसलाई भने कि मलाई यो चाहिएन भन, पहिला चाहिँ अब्जर्भ गर, एकछिनपछि हराएर जान्छ। अथवा त्यसलाई स्वीकार पनि नगर, मलाई चाहिएन भन, जस्ट अब्जर्भ इट, इट विल गो। दिनपछि रात आउँछ, रातपछि दिन आउँछ भने जस्तै आउँछ जान्छ आउँछ जान्छ। आफू चाहिँ त्यसमा भिक्टिम हुनु भएन, जस्ट मुभ अन गर्नु पऱ्यो त्यसमा। र नेगेटिभ थट्स तिमी होइन, तिमीले जस्तो ट्युनिङ गर्छौ त्यहाँ पुगेको मात्रै हो, त्यसलाई स्वीकार नगर। बुद्धि छ नि त मनभन्दा माथि, बुद्धि प्रयोग गरेर सही गलत छुट्याऊ र अगाडि बढ। र पोजिटिभ थट आयो भने पोजिटिभ थटलाई तिमी विवेकले भन कि यो मलाई चाहिएको, यो मैले सोचेको, ल यसमा अगाडि बढ भने त्यसरी अगाडि बढ। नेगेटिभ थट्स आयो भने यो मैले सोचेको होइन, आयो यो जान्छ, जस्ट अब्जर्भ विदाउट एनी रिएक्सन। लड्न थाल्यो भने गयो, रक्तबीज जस्तै त्यो 1000 गुणा फैलिन्छ र महाकालीलाई जस्तो दुःख दिन्छ। तिमी पनि त्यस्तो हुन नदिनको लागि चाहिँ त्यसरी अगाडि बढ्नु पऱ्यो कि नेगेटिभ थट्सहरू आएपछि जस्ट अब्जर्भ गर्ने विदाउट एनी रिएक्सन। त्यसपछि एकछिनपछि त्यो जान्छ, जस्ट अब्जर्भ गर्ने। अनि पोजिटिभ थट्स आएपछि त्यसलाई चाहिँ स्वीकार गर्ने, नेगेटिभलाई स्वीकार नगर्ने, बुद्धि विवेक प्रयोग गर्ने। नेगेटिभ थट्स तिमी होइनौ, त्यसरी नेगेटिभ थट्ससँग लड्न सकिन्छ, जित्न सकिन्छ। सिधा लड्न थाल्यो भने रक्तबीज जस्तो यो फैलिन्छ 1000 गुणा। त्यही भएर यो फर्मुला प्रयोग गरौँ, आनन्दले हेर्ने थट्सलाई र एकछिनमा त्यो हराएर जान्छ। त्यही नै हो टेक्निक। जस्तो किसिमको थट्सलाई पनि यसरी हामी जित्न सकिन्छ। र थट्समा बिस्तारै आफ्नो पकड सुरु हुन्छ अनि मनलाई चाहिँ आफ्नो चाहेको कुरामा फोकस गर्न सकिन्छ। र जिन्दगी जब मन फोकस हुन्छ जिन्दगी राम्रो हुन्छ, सुन्दर हुन्छ, धेरै राम्रो हुन्छ। ल आजलाई यति नै, धेरै धेरै धन्यवाद, नमस्कार।